हेलो साथीहरू, फेरि पनि स्वागत गर्न चाहे आजको हाम्रो यो नयाँ भिडियोमा, जसमा आज पढ्नेछौँ सिक्नेछौँ हामी किप लेभल 3 को च्याप्टर 6 को मिनिङहरू। सुरु गरौँ है त। छुगो वानग्याङ आवासीय वातावरण, म्याङदाङ स्थान, थोङ्ने छिमेकी, मुनवा सिसली मान्था सुविधाहरू धेरै हुनु, दैनिक जीवनयापनका सुविधाहरू भन्न मिल्यो। सोमी सिमादा कडा हुनु, होहल्ला हुनु, आवाज कडा हुनु जस्तो। खरीका केक्कु धादा बाटो सफा हुनु, आन्जनादा सुरक्षित हुनु, खोङ्गीका थाकादा हावा फोहोर हुनु, हावा धेरै प्रदूषित हुनु, सानछेक्रो हिँड्ने बाटो, फिल्डिङ सुप बिल्डिङहरूको जङ्गल भन्दा हुन्छ, बिल्डिङै भएको ठाउँ। सानाप थान्जी औद्योगिक समूह, छायन फन्गेङी छत्ता वरिपरिको वातावरण राम्रो हुनु, हान्जा खाँदा शान्त हुनु, खोङ्गीका माक्ता हावा सफा हुनु, ख्याङ्जीका छोत्था दृश्य राम्रो हुनु, हाछनी रुदा खोला बग्नु, फसुवन फलफुल बगैँचा, फात बारी, नोन खेत, छाम्गिदा बन्द हुनु, फिमेङसोरी चराचुरीको आवाज, फमिन अपराधी, छियक क्षेत्र, इसा बसाई, होक्सी सायद, नोरिथ खेल मैदान बच्चाहरूले खेल्ने, यचफोगिल सोध्नुहोस्, छेयुक सेन्थ व्यायाम केन्द्र, छङमुन मुख्य ढोका, फुङ्ग्याङ ह्वा परिदृश्य दृश्य नै भन्न सकिन्छ यो, फ्याङ्ची समथल, फेल्छ जिदा फैलिएको, अन्धक अलि उकालो पहाड जस्तो, खन्छुकमूल भवनहरू वास्तुकला, फाङह्याङ दिशा मित्ता विश्वास गर्नु, छोगन शर्त फुल घाँस भइहाल्यो, एम्सो बाख्रा, खान्ची घाँदा रहेको अथवा अवस्थित भन्न सकिन्छ, यत्नाल पहिलेको, छोइगोकुप उत्कृष्ट, सिल्क रोड एउटा रोडको नाम हो, व्यापारिक रोड, फुङ्ग्याङ भनेको पनि दृश्य। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि पनि यस्ता भिडियोहरू आइरहनेछन्। हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला र भिडियो साथीहरूमा सेयर गरिदिनु होला, मन परेमा लाइक पनि गरिदिनु होला। धन्यवाद।